वेलकम छ सबैलाई मेरो भ्लगमा। गुड मर्निङ छ सबैलाई। आज हामी हाम्रो स्कुल साथीहरूसित पिकनिक जाँदैछौँ। अमर सिंहका स्टाफहरू हामी सबै साथीहरू ल सबै आइसके ल। गुड मर्निङ छ सबैलाई। ल आज हामी कहाँ जाने रे? ओके, पिकनिकमा गएर के गर्ने रे? रमाइलो। ल हामी सबै साथीहरू आज कवि शिरोमणिको गाउँतिर रमाइलो गर्नलाई। ल एकजना आइसकेको साथी फेरि आफ्नो घर फर्किनु भएको छ। अब फेरि हामी वेटिङमा पर्यौँ। ल रमाइलै छ होइन? ल हाम्रो सरहरू उहाँ हाम्रो साथी यत्रो बेर बसमा बस्नुभयो, आगे चस्मा बिर्स्यो भनेर फेरि जानुभयो। ल सबैलाई वेलकम छ फेरि है। साथीहरू अब सामानहरू निकाल्दै हुनुहुन्छ। ल कस्तो लाग्यो त बसमा? रमाइलो भयो भएन? यहाँबाट यसो भ्यू देख्न सकिन्छ। कवि शिरोमणि लेखनाथ कमल स्मृति पार्क। अब हामी साथीहरू अलिकति माथि रहेछ स्पट, त्यही भएर आफ्नो आफ्नो सामान सबैले बोक्दै अघि लाग्नु भएको छ। ल हाम्रो जमुना मिस आउनु भयो, यहाँ सामान यसो सहयोग गरिराख्नु छ बोक्नलाई। ल मिस ल कस्तो लागिरहेको छ त चिजा मिस? ल अब हाम्रो लक्ष्मी मिसलाई खोइ के बोक्ने हो त अब जिम्मा? ल हामी अब हाम्रो सामान लिँदै अब हाम्रो स्पटतिर लगभग सामान सबै स्पटतिर पुगिसकेको छ। ल चस्मा खोइ अहिले छुटेको चस्मा पनि लगाउन पर्यो। हाम्रो आजको पिकनिक स्पट यही हो, रमाइलो छ। ल साथीहरू पाल्छ ल्याउन बिजी हुनुहुन्छ। कोही साथी उता गर्ने भनिराख्नु भयो, स्पट पिकनिक यहीँ खाने भनेर, खाने रमाइलो गर्ने यहाँ भनेर र पकाउने यहाँ भनिराख्नु भएको छ। अब हेरौँ कता हुन्छ।
अब अनिल सरलाई कस्तो लागिरहेछ? एकदम रमाइलो लागिरहेछ मलाई रमाइलो। यहाँ नयाँ ठाउँमा भोक त लागेन। अब खाना रेडी हुँदैछ, भोक लागेको छैन। अब खाजाको लागि साथीहरू तयारी हुनुहुन्छ। ठाउँ एकदम रमाइलो छ है। कोही साथी ब्यागहरू खोल्दै अब के गर्ने भनेर हेर्दै हुनुहुन्छ। कोही साथी काममा लागिसक्नु भएको छ। कोही साथी बस्ने पनि छैन, बसिराख्नु भएको छ होइन। ल साथीहरूलाई भोक लाग्यो। कफी रेडी हुँदैछ है। कफी, अन्डा, ब्रेड। साथीहरू अब यहाँ कोही के भन्छ यसलाई गाजर काट्दै, गाजर काट्दै, कोही प्याज काट्दै। ल ल आँखाबाट आँसु आउँदै। ल ल ल कोही टमाटर काट्दै। कोही साथीहरू रोज म्यारिनेट गर्दै हुनुहुन्छ। साथीहरू अब कसले मिठो बनाउने है? पकौडा मिठो हुने कि रोज? कस्तो छ त दासी मिस कफी? शान्त मिस कफी कस्तो लाग्यो? ए ल ल खानु खानु खाएर भन्नु होला। सबजनाले कफी खाएपछि आफ्नो आफ्नो काममा बिजी हुनुहुन्छ। मसिनो पकौडामा हाल्ने भयो। रोस्टको जिम्मा लिएका साथीहरू फेरि हेर्दै हुनुहुन्छ रेडी भएछ कि बसेन पकाउनलाई भनेर। ल रेडी छ त पकाउन रूपा? ल जानु कमिस कस्तो भयो त? ल ल मिठै मिठै खुवाउनु नि भयो, जे भयो नि। सर नमस्कार, कस्तो लागिरहेछ त? एकदम रमाइलो। रमाइलो? ल सरलाई रमाइलो छ? ल अब नाच्न नि पर्यो, नाचेर नि रमाइलो गर्नु पर्यो होइन? ल एलिसाले काम गरै पाइसक्यो। एकदम राम्रो काम गरे मान्छेलाई दिएछन्। हाम्रो सरहरूलाई कस्तो लाग्यो त कफी? एकदम दामी। मिठो? गर्मी भएर आउँदा कफी खाँदा कस्तो भयो होला अब अनुभव? गर्मी भएन गाउँ डुलेर आउँदा? एकचोटि गाउँ डुलेको, आफ्नै गाउँ डुलेर आएको, गर्मी भयो। अनि सरलाई अब नाचेर नि अब माहौल यसो तताउनु पर्यो नि। रोस्ट पार्टी फेरि पनिर पकौडातिर पनि तयार छन्। ल ल साथीहरू त्यही त नि पनिर पकौडातिर तयार छन्। ल अब रोस्ट पार्टीको एउटा मेम्बर पकौडातिर पनि आइपुग्नु भयो, भेज पकौडातिर। ल अब साथीहरू हेर्नुहोस् त, साथीहरू सबै फोटोमा आउनुहुने भयो। म भने फोटोमा छुटेँ, ब्लगले गर्दा व्यस्त छु। ल एभ्रिवान चीज once more everyone thumbs up। आज पनिर पकौडा पकाउने टोली निकै पर्फेक्ट होला जस्तो छ। आज मिठो पकौडा र रोस्ट खान पाइनु हो कि होइन साथीहरू? ल साथीहरूले नाचगान सुरु गरिसक्नु भएको छ।
बसिराखी सष्टाङ्ग दण्डवत गरे हे देव देवताको बास जान्छु न म पनि कैलाश हे देव देवताको बास जान्छु म त कैलाश यता भेज पकौडा पाकिसकेको अवस्था हाम्रो पञ्च दाइले रोस्ट पनि ओइरिसक्नु भएको छ ल सर म्याडमको भजन कति रमाइलो हुना दिन कामी मैले नि रोपे वर्षम हे 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 हुना दिन कामी मैले नि रोपे वर्षम भुल्न हुन्न धर्म कर्म भुल्न हुन्न काय पाप भन्ने शब्दै हुन्न मनमा हरि आए हरि खाजा खाने टाइम हाम्रो साथीहरूले सर्भ गर्दै हुनुहुन्छ स्विट कर्न पकौडा दुर्गा मिस ठिक छ नि ठिक छ कस्तो रमाइलो कतिको छ त एकदम धेरै रमाइलो छ वसुन्धरा मिस एकदमै बबाल बाबा ल कोही उहाँ अझै जिरा आलु पकाउँदै हुनुहुन्छ ल हाम्रो पञ्च दाइ रोस्ट बनाउँदैछु हो त हाम्रो हरि सर ल ढाका टोपी मैलो भयो होइन हो त नि ढाका टोपीले होइन चिसो चिसो मौसममा तातो तातो खाजा खाने हो होइन ल यता साथीहरू बस्ने व्यवस्था गर्दै हुनुहुन्छ ल हाम्रो सरहरू यहाँ गफ कोही नबोली बस्नु भयो के भयो सर एकदम उदास हो कि ह्याप्पी हो कि के हो ल हाम्रो साह्रै सोझो सर शेष सर कस्तो लागिरहेछ त ल हाम्रो भेजिटेरियन सर हाम्रो शेष सर र विष्णु सर अहिले फेरि बनाउने हो पिर नमान्नु न सर हजुरलाई कस्तो अनुभव भइरहेछ एकदम राम्रो अनुभव भइरहेछ खाना कस्तो लाग्यो खाना एकदम मिठो छ खाना एकदम मिठो छ एकदम मिठो बबाल हुनुहुन्छ अनिल सर मजाले खाँदै हुनुहुन्छ निको हालेर साइन्स टिचर कि राम जाने कि भविन जाने एकदम मिठो छ म त भेज हो भेजको पनि भेराइटी एकदम धेरै छ असाध्यै पनिर पकौडा कस्तो छ पनिर पकौडा असाध्यै मिठो छ साध्यै मिठो एकदम मिठो छ पकौडा सो टेस्टी बिस्तार भन्नु त भाडा फेरि
मिलिनियर अब एकैचोटि ल कस्तो लाग्यो त तिर्थ मिस खाना जम्ना मिस ल क्यार लुकेको के भयो क्यार लुकेको हरि सर कस्तो छ त खाना हाम्रो सन्तोष सर मिठो छ कि कस्तो छ कमेन्ट ल दुर्गा मिस ल सबैले एकचोटि यता हेरिदिनु त कस्तो छ त खाना ह्याप्पी पिकनिक ल सबैले सँगै भन्ने ह्याप्पी पिकनिक ल साथीहरू भनौँ है के थप्न पर्यो हा लक्ष्मी रूपा साह्रो हो हेमकला मिस कस्तो छ त आफै पकाउनु भयो होइन राम्रै भयो ल सोल्टिनी ग्याङ के थप्न पर्यो सोल्टिनी ग्याङ गोमा दिदी के थप्ने खानु नआत्तिकिन ल अदुवा लसुन थिच्ने ग्रुप कस्तो छ त खाना खाइयो पेट भर्यो रोस्ट कस्तो छ भन न ए रोस्ट कस्तो छ अरे कसले बनाएको रूपाले ल अब यहाँ साथीको डिस्कस सुरु भयो है डिस्कस रोस्टको कुरामा आजको जे भयो नि डिस्कस नगरौँ साथीहरू रोस्टमा जानुका रूपा र दुर्गा हो सेफ ल डिस्कस अनि पकोडाको सेफ ल हेमकला मिस र जानुका मिस ल गुड काटकुट डिपार्टमेन्ट यहाँ छ काटकुट डिपार्टमेन्ट अदुवा लसुन थिचथाच डिपार्टमेन्ट अनि अब हाम्रो डान्स डिपार्टमेन्ट गीत डिपार्टमेन्ट वहाँ अनि त्यसमा म पनि परेँ है ल सरहरू अब खाजा कस्तो छ यसो भनिदिनु पर्यो आइदिनु भयो खुसी लाग्यो अब मिठो नमिठो जस्तो भयो नि मिठो मानेर खाइदिनु होला हामी आफैले पकायौँ अब पञ्च दाइले नि हेल्प गर्नुभयो हाम्रो हरि सरले पनि सर्भ गर्दै हुनुहुन्छ पयल पकौडा पकाउँदैछौँ खाजा खाइयो अब यो रको पकौडा पकाएर राख्ने हल्का फोटोसुट गरेपछि अब नाचगानतिर रमाउनेछौँ ह्याप्पी पिकनिक प्लिज होइन पिकनिक ल अब हामी सबै साथीहरू मिलेर हाम्रो कवि लेखनाथ शिरोमणिको घर हेर्न जाने भनेर यहाँ उहाँको घर संरक्षण गरेर राखिएको रहेछ साथीहरू ठाउँमा यसरी ग्रुप गर्दै फोटो खिचिराख्नु भएको छ ल फोटो खिचेर भयो अगाडि बढौँ साथीहरू अगाडि बढौँ कति फोटो खिच्ने हो अगाडि बढौँ अगाडि बढ हिँड कति फोटो खिच्छ हल्ला खल्ला कति हो कस्तो लागिरहेछ त सब केटी भएको अवस्था सब 16 वर्ष होइन 40 देखि लिएर 40
पिर 10 वर्ष अरे दुर्गा मिस 10 वर्ष म चाहिँ 16 है फेरि ए अगाडिको 018 पछाडिको 4 ल ल ठिक छ। आज दिन त्यति खुलेको छैन मौसम, त्यही भएर धमिलो धमिलो छ। हाम्रो कवि लेखनाथ शिरोमणिको घर कति राम्रो। ल हाम्रा साथीहरूलाई फोटो नै खिच्नु छ। ल कसले खिचिदिन्छ र तिमीहरूको फोटो? यहाँमा त भ्लग हो, भ्लग हो, त नो फोटो। ल यसरी संरक्षण गरिएको छ। ल फोटो 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 भने अब यिनीहरू भ्लगमा आउने भयो। ल साथीहरू भ्लगमा है पोज दिदी हेर्नुहोस् त। ओहो उहाँहरूको पोज पोज very beautiful pose my dear. कवि शिरोमणिको घर उहाँले प्रयोग गर्ने जाँतो ढिकी देखाइरहेको छु। कवि लेखनाथ शिरोमणिको घर निकै रमणीय र रमाइलो ठाउँमा हामी यहाँ अब भित्र हेरौँ। उहाँले प्रयोग गरेको मुदोस, खाट, त्यहाँबाट कस्तो देखिरहेछ त? ल हाम्रो जमुना मिस पनि जानुभयो वहाँ। निकै हरियाली छ यहाँ। ल हाम्रो तीर्थ मिस के हेर्दै हुनुहुन्छ? ए उहाँ पर पहेँलो कलरको लालुपाते, त्यो राम्रो येल्लो कलरको लालुपाते, यस्तो लालुपाते हेरै भेटिन्छ। ल अब साथीहरू सबै कवि शिरोमणिको घर हेरेर फर्किने क्रममा हुनुहुन्छ। साथीहरू घाम तप्दै बसिराख्नु भएको छ। नाचगान केही भइरहेको छैन। नाच्नु परेन साथीहरू, गफमै व्यस्त हुनुहुन्छ हो त नि। ल ल अब साउन्ड सिस्टम लाएर नाच्नु पर्यो है। हाम्रो दोरी गाउने सर, दोरी गाउने म्याडम, हामी त यस्तो हल्का फुल्का दोरी छोप्ने मान्छे, दोरी गाउन त आउँदैन। ल अब ल हेमकला मिस जाओस् जाओस्। त्यो यसो आगो हेर्नु है गाडीलाई। कर्म रहेछ सबैले लैजानु हाम्रो अर्को दोरी सिङ्गर उहाँ हुनुहुन्छ। अब सरको पालो भन्नुभयो। त्यसमै खुसीले रमाउनु
घाटैमा किन काँडा रोप्यौ नि। घाम लागेको छ यहाँबाट जति देखिन्छ त्यति भ्यू क्याप्चर गरिराखेको छु मैले। एकै ठाउँमा दुईटा बाघ खास्टे र निहुरेनी देख्न सकिन्छ यहाँबाट हामीले। हाम्रो सुजित सर पनि आइसक्नु भएको छ। ल सुजित सरलाई केही खानेकुरा दिन पऱ्यो होइन। ल वेलकम छ सरलाई। ढिलै आउनुभयो तर आउनुभयो, खुसी लाग्यो। माया भेट्छु भनेर आएको भने जस्तो मायालु नभएको रानी घाटैमा किन काँडा रोप्यौ नि माया आउने बाटैमा आको भने जस्तो माया नभएको रानी घाटैमा चिल घुम्यौ पाना कस्तो माया चाहिएको भाना रानी घाटैमा रोप्यौ नि मेरो माया आउने बाटैमा घुम्यो बनाना कस्तो माया चाहियो न रानी घाटैमा किन काँडा रोप्यौ नि मेरो माया आउने बाटैमा। फोटो खिचेर आइयो ल। दुई चारजना साथीहरू यहाँ फोटो खिच्न व्यस्त छन्। ल ल ल ल कस्तो लाग्यो त आज समग्र पिकनिक? ल कमेन्ट कस्तो लाग्यो? एन्जोय गरिए ह? ल त्यसै साथीहरू पर नाच्दै हुनुहुन्छ। अहिले त जमुना सोल्टिनी पनि भावास के देख्न परेको यस्तो। ओहो ल अब नाचगान कार्यक्रम पनि सकिएको छ। अब खानपिन गरेर हामी हाम्रो घरतिर लाग्नेछौँ। ल वसुन्धरा मिस खाना कस्तो छ? मिठो? ल साथीहरू कमेन्ट है भनौँ है। ल साथीहरू ल ल एकदम राम्रो। ए आमा ए कान्छी आमा खाना कस्तो? ल
गोमा दिदी ल हाम्रो सरहरू कस्तो लागिरहेछ त रमाइलो भयो भएन जेन्जी सरहरू जेन्जी सरहरू ल हाम्रो सोझो सर बाटो सर ए बाटो भने पनि बाटो हुनुहुन्छ सोझो सर हुनुहुन्छ ल विष्णु सर कस्तो छ त तपाईँको पनिर मटर पनिर मिठो छ ल हजुर ल भन्छ दाइ मैले पकाएको खाना कस्तो छ त एकदम मिठो है ल अन्जु मिठो छ नि मैले पकाएको ल ल ल ल हाम्रो साथी नीलकण्ठ सर साथी कस्तो छ त खाना ल सुदीप सर खाना कस्तो लाग्यो असाध्यै मिठो छ यो अमर सिंह स्कुल इङ्ग्लिस मिडियमको साथीहरू असाध्यै रमाइलो असाध्यै रमाइलो योभन्दा रमाइलो अन्त कतै छैन जति रात पर्यो उति रमाइलो भइराखेको छ हाम्रो खानपिन भइसकेको छ तैपनि हाम्रा साथीहरू नाच्नमा व्यस्त हुनुहुन्छ यो नाच यो ठाम छोडेर जानु जस्तै भएन तर के गर्ने अब जानै पर्ने हुन्छ हाम्रा साथीहरू झमक्क साथ परिसक्दा पनि गीत मादल र मुखले भए गीत गाएर रमाइराख्नु भएको छ हाम्रो गाडी पनि आइसकेको छ हामी अब सबै सामान थन्काउँदै यो ठाउँलाई कवि शिरोमणिको ठाउँलाई बाई बाई गर्दै अब हाम्रो स्कुलतिर र स्कुलपछि हाम्रो घरतिर लाग्नेछौँ ल जमुना मिस आज कस्तो लाग्यो समग्रमा तपाईँलाई बेस्ट ल धन्यवाद छ तपाईँलाई पनि हामी सबलाई ल हाम्रो साथीहरू सबै आइसक्नु भयो बोलिए नीलकंठ बाबा की बोलिए आराध्य जय पुष्पतिनाथ की बोलिए राधे राधे की बोलिए सनातन धर्म की बोलिए अमर सिंह साहब की once more happy picnic say everyone happy picnic पुरा आउने दिनको भर पर बाटो देखाउने कोही हुँदैन आफ्नो घर आफै पर ल आज आज कवि शिरोमणिको भूमिमा हाम्रो साथीलाई एकदम राम्रो मुक्त पुर्या रमाइलो तपाईँहरूले थ्याङ्क यू ल अब हाम्रो एकजना साथी यहाँ झर्दै हुनुहुन्छ ल बाबा सी यू अन सन्डे ल बसमा पनि रमाइलो गरिराख्नु भएको छ भजन भजन पनि सन्चै जगाइराख्नु भएको छ साथीहरूले असाध्यै रमाइलो भयो यो पालिको पिकनिक हामी सबै झर्दैछौँ कोही साथी कोही झरिसकेका छौँ यहाँ कोही झर्दैछौँ ल त्यसो भए समग्रमा आजलाई यो ब्लग एन्ड गरिदिन्छु हस् त बाई सी यू इन नेक्स्ट ब्लग सबै